दाङमा घर भई हाल काठमाडौँमा आफ्नो बसाइ बनाइरहेका पल्सा नेपाली म्युजिक भिडियोका एक सफल हिरो हुन्। विभिन्न म्युजिक भिडियो र विभिन्न फिल्महरूको सुटिङका साथसाथै विभिन्न गीत सङ्गीतमा पनि खेलिरहेका हुन्छन्। उनको पारिवारिक स्रोत अनुसार र उनको व्यक्तिगत भनाइअनुसार उनी यही आउँदो मङ्सिरमा बिहे गर्दैछन्। उनी अघिल्लो साल बहिनीको बिहे लगत्तै उनको फ्यामिलीमा बिहेको प्रेसर भएको कारणले उनी अब यही मङ्सिरमै बिहे गर्ने सुरमा लागेका हुन्। उनी फ्यामिलीको रोजाइ अनुसारको केटीसँग बिहे गर्दैछन् र फाइनल बिहेको डेट तय नभए पनि मङ्सिरको कुनै डेटमा बिहे हुने लगभग निश्चित भइसकेको छ र म्युजिक भिडियो र विभिन्न गीत सङ्गीतको माध्यमबाट उनी सधैँ चर्चामा रहेका पल्सा विभिन्न प्रकारका गीत सङ्गीतमा पनि उत्तिकै सफल नायकका रूपमा चिनिन्छन्। उनी विभिन्न म्युजिक भिडियो र गरिब दुखीहरूलाई पनि बेला बेलामा परेको बेला सहयोग गर्ने एक नायक हुन् र सबै जनताको एकमात्र हिरो पनि हुन्। विभिन्न सङ्घर्ष गरेर उनी नेपाली फिल्म क्षेत्रको एक चर्चित नायकका रूपमा आफूलाई प्रस्तुत गरेका हुन् र आजभन्दा 2 वर्ष अगाडि नाबालिका केसमा उनी जेलमा जाँदाखेरि समीक्षा अधिकारीलाई बलात्कारको केसमा उनी जेलभित्र गएका थिए। लगत्तै उनले केसलाई सल्भ गरी बाहिर आएको पनि अब 1.5-2 वर्ष भइसकेको छ र लगत्तै उनी बिहेको सुरमा लागेका हुन्। हजुरहरूले सुरुदेखि लास्टसम्म मेरो भिडियो हेर्नुभएकोमा हजुरलाई धेरै धन्यवाद। यो च्यानललाई लाइक कमेन्ट